नमस्ते वेलकम ब्याक टु माई अनदर भिडियो। हिजो एयरपोर्टको भ्लग आइसकेको छ, सबैजनाले हेरिदिनु भयो होला। हेरिदिनु जसले हेर्नु भएको छैन। अनि मैले त्यो के भयो भने त्यो भ्लगमा होइन दुईचोटि डाउनलोड गर्नु पऱ्यो कि एकचोटि चाहिँ त्यो एचडी धेरै भएर त्यो कलरै कस्तो ग्रेड भयो होइन। अनि नेक्स्ट चाहिँ फेरि डाउनलोड गरेर फेरि अपलोड गर्नु पऱ्यो। पछिको भ्लग चाहिँ 1 घन्टामा अपलोड भयो। अर्को भ्लग अपलोड हुँदाखेरि जस्ट 2-3 घन्टा लागेको थियो कि। अनि अरू कुरा त के छैन देखाउन होइन। अनि सबैजना सन्चै हुनुहुन्छ होला। भ्यू चाहिँ यस्तो आउँछ यहाँबाट ठ्याक्कै उतो चाहिँ कोटेश्वरको घाटपट्टि नै जलेर जस्तै भएको छ यहाँ संविधान। अनि आज चाहिँ भ्लगको त्यस्तो एक्सप्लेन केही छैन। आज घर जान आँटेको। अनि आज चाहिँ घर जान्छु म, दुईजना जान्छौँ। अनि हिजो नबिनको फ्लाइट थियो, त्यही भएर नि आएको। त्यस्तो काम पनि केही छैन, अब बसेर पनि केही छैन होइन। घरै जाऊँ न बेस्ट हुन्छ। पुसो भन्दैछ है पुसो भन्दैछ। यतिको एक्सर्साइज गर्नुपर्छ बिहान उठेर। देखाउनु केही छैन। एयरपोर्ट त्यहाँ छ होइन। त्यहाँ प्लेन घुमिरहेको छ, कता एयरवेज जस्तो छ। म तपाईँहरूलाई यहाँ फ्लाइट लिएपछि म देखाउँछु है त्यो कुराहरू। ल पक्नु हिजो पनि प्लेन देखाउँछु भनेर देखाउनु पाएको थिएन, आज देखाउँछु ल। अनि एक्सर्साइज चाहिँ इम्पोर्टेन्ट है। ल ल ल सक्छ त। अनि यतिकै गर्नुपर्छ। सब गऱ्यो भने नि 10 मिनट त प्लेन टेक अफ हुन आँटेको छ। ल देखाउँछु त, प्लेनै हेर्नु है त एकैचोटि ल। म चाहिँ रुगाले क्रस्दै भएको छु कि। हिजो बाइकमा हिँडेको पनि भएको छ है प्लेनु। अनि रुगाले कस्तै भएको छु कि मैले एकछिन बाइकमा हिँडेको थिएँ। 2-3 घन्टा क्रस्दै भयो कि रुगा लगाइरहेको छ। अनि हामी चाहिँ अब हल्का चिया खान जाँदैछौँ है। बिहानको एउटा चिया खाएपछि मात्रै सुरुवात हुन्छ दिन होइन। 1 कप चियापछि दिन सुरुवात हुन्छ है। देखाउनु त केही नै छैन कि। अब के देखाउनु आज एक्सप्लेन गर्ने ठाउँ केही छैन। ल ट्रायल सेन्टर ल नरफाटको ट्रायल सेन्टर होइन। त्यही हो। जस्ट अब फर्स्ट अफ अल त जसले सब्सक्राइब गर्नु भयो सब्सक्राइब गर्नु होला। मेरो एकदम ऱ्याङ्किङ घटिरहेछ, भ्युज पनि घटिरहेछ, पहिलाको जस्तो क्रेज छैन। अनि म ब्याक चाहिँ भएको छु। म डेली कन्टेन्ट ल्याउने ट्राई त गर्छु होइन। तर म घर गएपछि निक्लिन पाएँ भने कन्टेन्ट आउँछ, त्यति होला। अनि एकैचोटि अब क्याफेमा भेट्नुपर्छ। त्यही हो। जसले सब्सक्राइब गर्नु भयो सब्सक्राइब चाहिँ गरिदिइहाल्नु। लाइक कमेन्ट सेयर जे गर्दा पनि भयो। यो चाहिँ है त। ल एकछिनमा भेटौँ ल। क्याफे नै बन्द रहेछ यार। हामी जाने जहिले जाने क्याफे नै क्लोज रहेछ। अब आज अर्को क्याफे जानुपर्छ। होटेल भनौँ न, क्याफे त के खाजा गरे। चिया त खानुपर्छ बिहान बिहानै। भर्खर अब 8 बजिरहेको छ। त्यही घाम नि हेर्नु यो ल। एकछिनमा भेटौँ है त। म उता गएर भेट्छु, नत्र अब उता घर जाने बेला सिधै। ल गाइस हामी चाहिँ खाजा खाएर निक्लिसकेका छौँ। अब चाहिँ रुममा गएर एकछिन बस्छौँ, खाना पकाउँछौँ, खान्छौँ। अनि त्यसपछि अहिले बाज खा केही छैन अरू। ए ल ल ए के लाग्यो भाइ त्यो? चट्टा हुँदै कता हाल्दा हामी चाहिँ अब निक्लिसकेका छौँ रुमबाट होइन। अब जान्छौँ घरतर्फ है त। ल कस्तो देखिन्छ के देखिन्छ ठिक छ। अनि ह्यान्डसमहरू किन हेर्नु, कसले हेर्छ तपाईँलाई। ल गाइस हामी निक्लिसकेका छौँ फाइनल्ली है। ए ल झिलिमिली झिल्ला आइसक्यो होइन। ल ह्याप्पी तिहार सबलाई। खोइ भन्दै हिलो अब एडभान्समा हेरेँ त। ल गाइस एकछिनमा भेटौँ है त। हामी चाहिँ ट्याक्क अहिले जडीबुटीको स्टेसनमा छौँ। यो चाहिँ जडीबुटीको स्टेसन यहाँ। यहाँ सर्छौँ भने 5 बजी
ससा भइरहेको दौडी ल्याएको बिहान भइसकेको है ल देखाउँदै गरौँला अरू सिनहरू अब चाहिँ बसको वेटिङमा है गाइजहरू बसिआएको छैन है जडीबुटीमा छौँ हामी ट्याक्कै के भन्नु अरू केही छ तेरो शब्द किन ल बसको वेटिङमा छौँ बस आएपछि अनि हामी चढेर देखाउँछौँ है त सानो त भट्टे के गर्ने हो टेन्सनमा छौँ है टेन्सनमा ल बसै आउँदैन जस्तो रुममा पनि कक्रोचको दबाई हालेर आएको छ बस्न सकिन्न अनि हौ घर त पुग्नै पर्छ कि के गरेर आउने ल त सबै छ अब हामी लाग्यौँ पाँचखालतिर है त के पाल सुपर ल बाटोमा छु होइन ठ्याक्कै पत्ता राधेतिर छु जितोस् राधे आज जितोस् भनौँ न जित्छ आज त समूह आशामा छ ठिक छ क्या समोसा बनाएर खाइदिनु जाँदा नेपाली त्यो पनि कहिले भइसकेको छ नि त ल गाइड्स 1 घन्टाको वाकमा हामी चाहिँ अहिले बनेपामा छौँ है
आउटडोर सुट है। अहिले चाहिँ हामी ठ्याक्कै योलाई टिम्पिप्ले भन्छ, गीत बजिरहेको छ, कपिराइट लाग्छ फेरि। अहिले त ल ल तामाहरू त के हो, के छ यार तामाहरू त यार चलपल छ त। ए ल तिहार लाग्यो यार तामाहरूमा पनि। गाइस हामी चाहिँ नगरपालिकाको साइडबाट हिँड्दैछौँ, भट्टो चाउचाउ खाँदैछ है। अब हामी इन्डिङ पोइन्ट आइसकेका छौँ भ्लगको। अब इन्डिङ पोइन्ट भन्ने भनेको सब्सक्राइबै हो, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब है। अरू त के शब्द छ, केही नै छ यहाँ। अनि अब घर जान्छौँ यहाँबाट त्यस्तै जस नेपालले पनि जित्छ है। हामीले हेर्दाखेरि 90 बलमा 188 रन चाहिने थियो, फिक्स जित्छ है नेपालले, फिक्स। कङ्ग्रेचुलेसन है। अब जिते नि नजिते नि तर त्यति त जित्न पर्ने हो। के भन्न चाहन्छु यो विषयमा? नेपाल अब वर्ल्ड कपमा खेलेर वर्ल्ड कपको प्लेयर खेलाइरहेको हुन्छ, जित्न त नसक्ला। अब ल जे भए पनि होप राखौँ न, होप राखौँ है। सपोर्ट गर्नु पऱ्यो होला। ल भाइ क्रिकेट चाहिँ एकदम बबाल गर्छ क्रिकेटमा, फुटबल नगरे पनि ल एकदम ल भाइ। त्यो क्रिकेट नेपालमा जति पनि खेल्दै हुनुहुन्छ, जति पनि स्ट्रगल गर्दै हुनुहुन्छ क्रिकेटमा, यहाँ खेल्छु नेसनल टिममा खेल्छु, सबैलाई शुभकामना छ मनु भ्लगको तर्फबाट। अब हामी एन्डिङ पोइन्टमा छौँ, अरू भन्नु त केही छैन। जो पनि नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला, जो पनि पुरानो फ्यामिली हुनुहुन्छ मेरो सबैजना जोडेर लाइक कमेन्ट सेयर सब्सक्राइब। अनि 1K चाँडो अब विधानले नै इन्डिङ गर्ने, आज पनि विधानसँगै छ, घर जाँदैछौँ, बाटोमा छौँ। ल भन्दै लास्ट 2 शब्द मनो भ्लगलाई चाहिँ सबैले माया देखाइदिनु होला। सबैसँग 1K सब्सक्राइबर चाहिँ पहिला चाहिँ हाम्रो भिडियोमा 1200 अहिले हाम्रो पनि आउनु छोडेको छ। धेरै माया देखाइदिनु होला। त्यति भन्दै आजको भ्लगलाई एन्ड गर्छु। धन्यवाद, थ्याङ्क यू। ल